ओ माई गड यता बाउछोरीले के खाँदै हुनुहुन्छ फेरि हामी चाहिँ मासु खाँदैछौँ के को मासु खाँदै हौ अहिले नेपालको ठुलो कुखुरो त्यसको नाम चाहिँ टर्की हामीले टर्कीको मासु खाँदैछौँ आज पहिलोचोटि कस्तो हुँदो रहेछ फर्स्ट टाइम हो हजुर अनि सोफियाजी त बोल्नै नभएर ड्यामका ड्याम खाइराख्नु भएको त के हो कुरो कस्तो लागिरहेछ पाल आउँछ लोकल कुखुरा मिठो लाग्यो कि तपाईँहरूलाई टर्की मिठो लाग्यो टर्की हे राम्रो कुखुरा भन्दा टर्की राम्रो हो अनि एक पिस दुई पिस हामीलाई पनि दियो हुन्थ्यो कहाँ राखेको होला हड्डी पनि ओहो एक थालै छ त बाबै यो हाम्रो चाहिँ आज हाम्रो बाउछोरीको चाहिँ यो मासु प्रतियोगिता भइरहेको छ पुरस्कार के छ नि जित्नेको पुरस्कार एउटा आइसक्रिम ओ माई गड अनि यस्तै चाहिँ यो चाहिँ धेरै फाइदा चिज हो यो चाहिँ यो चाहिँ धेरै बिरामी मान्छेले खान मिल्ने थाइरोइडको बिरामीहरूले पनि खान मिल्ने टर्कीको मासु हो एकदम राम्रो स्वास्थ्यको लागि बिरामीहरूले पनि खान मिल्ने रहेछ खासमा बिरामी त म हो तपाईँहरूले खानुभएछ खै एकचोटि मलाई नि यसो दियो हुन्थ्यो ओहो हड्डी दिनुभएछ कि फेरि म खान्न भयो हड्डी त कलेजो चाम्रो कालिजको जस्तै हुँदैछ माछा पकाउनमा चाहिँ यहाँ धेरैको हात छ कोले पकाउनु भएको बाउछोरीले 50-50 पकाउने पाक्ने बेलामा बल्ल नुन हाल्यो सुरुमै हाल्दा पानी बहुत स्वादिलो छ टेस्टी भएको छ टेस्टी भएको छ है ओ माई गड तपाईँ पनि खाना चाहनुहुन्छ भने आउनुहोस् त्यो पार्टिसिपेट गरौँ हामी हुन्छ कसले मैले कोठा फेरि हाम्रो राष्ट्रिय सकाउनु क्या बात है हाँ यो हामी आफै फारममा गएर काटेर लिएर आएको 1200 रुपियाँ किलो धेरै राम्रो चिज यो आफ्नै आँखाले देखेर